फेरि पर्छ र यहाँबाट तल याखरका मनाङ छ भने यो चाहिँ लेदर गाउँ हो अनि लेदर गाउँभन्दा थोरै माथि छ म चाहिँ र यो बाटो चाहिँ कहाँ गइरहेछ भने चुलो वेस्ट 6463 मिटरको पिकको बेस क्याम्प जाने बाटो हो। म चाहिँ हजुर कोही पनि छैन साथी, म पहिला पनि हिँडेको छैन यो बाटो। टक्क आज गएर बेस क्याम्प सेस क्याम्प हेरेर फर्किन्छु भन्ने सोच लिनेको। अनि लगातार कति दिन भारी वर्षा पश्चात आज धेरै दिन पछाडि यस्तो मजाले घाम लागेको छ and it's pretty good, so enjoy the view. Where stress dissolves like footprints in the sand. Namaste everyone from the base camp of Chilo West. अनि म आज फर्स्ट टाइम यहाँ चुलो वेस्ट बेस क्याम्पमा आइपुगेँ कि है। तर यहाँ यस्तो राम्रो ठाउँमा यस्तो हालत देखेँ कि मैले, यस्तो हालत ओ माय गॉड, कुनै पनि बेस क्याम्पमा मैले सायद यो देखेको थिइनँ होला। यहाँको लोकल मान्छेहरू जति पनि हुन्छ नि, यहाँको लोकल मान्छेले नि यो कुरालाई ध्यान दिनु पर्यो। अनि एनएमए जसले हामीलाई यहाँ चढ्ने बराबर पर्मिट पनि लिन्छ, रोयल्टी पनि हामीले तिरेका हुन्छौँ। र स्पेसल्ली यहाँ आउने टिमले चाहिँ आफूले ल्याएको फोहोर चाहिँ आफूले व्यवस्थापन गर्न सक्नु पर्यो। यहाँ यति धेरै फोहोरसरी कुरै नगरौँ। यहाँ टिनदेखि लिएर प्लास्टिक, यो बोतलहरू, कागजहरू हरेक कुरा फालिएको छ कि जहाँ पायो त्यही फालिएको छ। वरिपरि यो एउटा यो राम्रो ढुङ्गा रहेछ होइन, यो ढुङ्गाको वरिपरि यति धेरै फोहोर छ नि भन्ने कुरै नगरौँ। एनिवे म त्यो पनि भिडियोमा देखाउँछु। अनि लेट्स कम टु द मेन पोइन्ट यो ब्लगको होइन। यहाँ अहिले चाहिँ हामी बेस क्याम्पमा आइपुग्यो। म हिजो चाहिँ मिस्टेक भएर माथि यता गएको थियो रहेछु, अनि अहिले चाहिँ बेस क्याम्पमा आएको छु। पछाडि देखिरहनु भएको छैन, यता माथि आइक्याम्प। अनि हामी चढ्ने चुलो वेस्ट चाहिँ हल्का बादल लागिरहेको छ, यो पछाडि छ है। त्यही हो कुरा। अनि यो जति पनि हाम्रो गाइड साथीहरूले, जति पनि क्लाइम्बर साथीहरूले हेरिरहनु भएको छ नि, यो चाहिँ प्लिज नगरिदिनु होला। जति सकिन्छ आफूले ल्याएको फोहोर चाहिँ तल झारिदिउँ। यहाँतिर स्टोभहरूको यो सामानहरू फालेको छ, टिनहरू फालेको छ है। एक ठाउँ मात्र होइन, यो पुरै यहाँ चौर छ नि जति पनि, लगभग यहाँदेखि माथिदेखि यहाँ तल जति पनि एरिया छ नि सब फोहोर गरेको छ कि। यति धेरै प्लास्टिकहरू फालेको छ। प्लिज है, सबै मैले के कभर गरेँ होइन। बुझिन्छ कति कुराहरू चाहेर पनि बोकेर लान सकिन तल, त्यो कुरा बुझिन्छ। तर यसलाई सही तरिकाले व्यवस्थापन गरेर जान सक्नु पर्यो कि तपाईँहरूले। Alright guys, आजबाट चाहिँ हामी बेस क्याम्प मुभ भएको है। आजबाट यस्तो दामी दिन पनि खुलेको छ। लेट्स हो, राम्रै हुन्छ सबै कुरा होइन। मेन च्यालेन्ज छ है, आज र भोलि बेस क्याम्प बसिन्छ, पर्सि हाई क्याम्प, देन अब सकेसम्म म भिडियोमा इन्क्लुड गर्ने कोसिस गर्छु है। भिडियोलाई चाहिँ हेरेर टक्कसँगले फिडब्याक अथवा के बुझ्नुपर्ने कुराहरू छ भने चाहिँ म मेरो मेल आइडी अनि फेसबुक, इन्स्टाग्राम सबै
सबै डिस्क्रिप्सन र च्यानलमा पनि छ, तपाईँले त्यहाँबाट गएर डाइरेक्ट मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। Where stress dissolves like footprints in the sand. ओके, हाम्रो बेस क्याम्पको बसाइ हुँदैछ यहाँ। चट्टाको फुकेर नाच्दैछ हामी। कुराले ढाकिदिइसकेको अवस्था छ। हाम्रो यता किचन डाइनिङ, तल टेन्ट छ, के देख्न पाएको छैन। बसाइ चाहिँ ओस् रमाइलो भइरहेछ। हाम्रो बसाइ 4 दिन बसे है, 4 नाइट। त्यसपछि हामी झर्दैछौँ बेदर हुँदै दाजुभाइ हो यात्रा गाउँदै हामी जाँदैछौँ। मनाङ झर्दैछौँ। हाम्रो एक दिनको मनाङको नाइट कोदी सुपनङ याला कोदी सुपनङ। Alright, good morning guys. अहिले चाहिँ बिहान 8 बज्न लाग्यो र म चाहिँ हाइकिङसम्म जान खोजिरहेको छु। So you can see very beautiful day today. Wow. बाटो ठिक छ अङ्कल, हिजोभन्दा धेरै हिउँ कम भएछ। हेलो अनिल। च्याट्ट लगाएर हाइक्याम्प चाहिँ यहाँ हो हुन चाहिँ, तर हामी हाइक्याम्पभन्दा अलि माथि जान्छौँ यो डाँडा कटेर। अनि यहाँबाट उता चाहिँ थोरङ्ला पास पनि देख्छौँ। यो चाहिँ चट्ट लगाएर थोरङ्ला पास, थोरङ पिक के भन्थ्यो म बिर्सेँ नाम चाहिँ। थकै हरायो होइन त अङ्कल, रमाइलो देखेर। देख्नु भएको छैन फेरि गर्नु त।
Alright guys, हाइकमा आइपुग्यो है। यस्तो हिउँ रहेछ कि यसपालि, oh my god। कुरै नगरौँ, अरू जति माथि डाँडामा छ, म चाहिँ यहाँ क्याम्प साइट हेर्न आएको। I found pretty good campsite, but I'm really a bit worried about tomorrow. सबै क्याराबस मात्र निस्किएको छ, सब क्याराबस मात्र छ। Oh my god, oh my god। A serene melody weaves through the breeze. Good morning. Hello, Neva. I'm missing it to the Wish High Camp. क्या अथवा C1 भनौँ, चढ्नु पाइएन खटकसले गर्दा। अब टक्क खाजा बनाउने तयारीमा छौँ। राति सुतै कस्तो भयो अङ्कल? नट सो गुड। सुरुवातले चाहिँ यहाँ माथि हेरिरहेछ, हामी यहाँबाट हेरिरहेछौँ। यस्तै हो कहिलेकाहीँ। Alright guys, good morning from Tuluwish High Camp अथवा C1 भन्न सकिन्छ। र अनफर्चुनेटली so we are going down. Thank you and stay tuned, more videos are coming. यो सिजनमा हरेक ठाउँको भिडियो बनाउने कोसिस गर्नेछु। So stay subscribe टक्क गरेर हैन च्यानलमा कनेक्टेड रहनु होला। ओके, हामीले जानु खोजेको बाटो एउटा माथिबाट थियो हैन, यो माथि डाँडाको हामीले देख्नु पाएको छैन। त्यहाँ पनि सब क्याराबस छ। र हामीले सेकेन्ड अप्सनमा हेरेको यो तलको ग्लेसियरबाट, यो आइसफलबाट। तर पनि नो वे, त्यहाँ पनि सबै फुटेको छ। यहाँ ल्याडरै चाहिन्छ जस्तो छ। अलि पछि गएर है